रासपाले भन्यो सभापतिको 2 दिन 3 रातको हिरासत बसाई अवैध छ। दर्शकबिन राष्ट्र स्वतन्त्र पार्टी रासपाले गत चैत 22 गते सभापति रवि लामिछानेलाई कानुनको उचित प्रक्रिया विपरीत पक्राउ गरेको ठहर गरेको छ। बुधबार पार्टी मुख्यालय वनस्थलीमा बसेको पार्टीको सचिवालयले बैठकले लामिछानेको 2 दिन 3 रातको हिरासत बसाई स्वतः अवैध भएको बताएको हो। पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकबारे जारी दिँदै भने, उच्च अदालत बुटवलको आदेशलाई सम्मान गर्दै आफै गिरफ्तारी दिने घोषणा गरेको अवस्थामा अदालतको आदेश कार्यान्वयनका लागि जिल्ला अदालतको प्रक्रिया सुरु नगर्दै चैत 22 सभापति रवि लामिछानेलाई पक्राउ गरिनु कानुनको उचित प्रक्रिया विपरीत रहेको हाम्रो ठहर छ। चैत 25 गते मात्र जिल्ला अदालतमा उपस्थित गराएर थुनुवा पूर्जी दिएको छ। 2 दिन 3 रातको बसाई स्वतः अवैध छ। जिल्ला अदालत रूपन्देहीको प्रक्रिया सुरु नगर्दै सभापति लामिछानेलाई पक्राउ गर्ने प्रहरी आफै सक्रिय भएर उनको निवासमा गरेको क्रियाकलाप भने आपत्तिजनक रहेको बैठकले ठहर गरेको छ। बुर्लाकोटीले भने, कानुनले निर्धारण गरेका आधारभूत कागजात र आदेश समेत नलिई प्रवेश गर्नु सभापति लामिछानेले मागेपछि ढिला गरिदिनु उच्च अदालतको आदेश गरिसकेको मुद्दामा अनुसन्धान भन्दै पक्राउ गर्नु र प्रहरीका उच्च अधिकारीले अन्तिम इच्छा भनेर सोध्नु नै कानुनकै धज्जी उडाएको छ। रासपाले अदालतको आदेशको सम्मान गर्दै कानुनको उचित प्रक्रिया पूरा नगरी सभापति लामिछानेप्रति गराएको अमर्यादित र अमानवीय व्यवहार भत्सना गरेको छ। यसबाट लामिछानेमाथि राज्यको निर्मम प्रतिशोध रहेको पुनः प्रमाणित भएको बैठकको निष्कर्ष छ। उनले आजको बैठकमा लामिछानेलाई आफ्नै निवासबाट पुनः कस्टडीमा लिएको विषयमा छलफल भएको थियो। बैठकले आज मानव अधिकार आयोगमा पार्टीले दिएको निवेदन अनुमोदन गरेको छ। बैठकले आगामी वैशाख 4 गते पार्टीको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ। बैठकमा बदलिँदो परिस्थितिमा जनयात्राको स्वरूप, महाधिवेशन, पदाधिकारीको जिम्मेवारी लगायत विषयमा छलफल हुनेछ।